सेवा नमस्कार वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। इट्स मी मनिषा राई। यहाँलाई स्वागत छ थुलुङ ब्लगमा। म चाहिँ अहिले के भन्छ भने हामी चाहिँ घरदेखि माथि डाँडामा जाँदैछौँ। अनि आज चाहिँ पानी परेको थियो नि त, अनि त्यही भएर कस्तो छ्याङ्ग भइरहेछ क्या आज। अहिले चाहिँ कति भने अहिलेको चाहिँ 5 बजी भइसकेको छ। त्यही भएर हामी नाइट वकमा जाँदैछौँ। आज धेरै पछि माथि जाँदै, त्यस्तो खासै त छैन, तर पनि आज भिडियो बनाएको जस्तो हुनेछ। हजुरहरूलाई म देखाउने नै छु के गर्नेछौँ, कहाँ जानेछौँ, हजुरहरूलाई देखाउनेछु। अहिले चाहिँ बहिनी र म जाँदैछौँ। उयो चाहिँ फोन हेर्दै दुईजना जाँदैछौँ यता बहिनीसँग। हामीहरू कहाँ पुग्नेछौँ तपाईँहरूलाई देखाउने नै छौँ गाइज। गल्यो यति हिँड्दै गल्यो बोल्दै हिँड्दा त गल्ने रहेछौँ। कति राम्रो छ, कति राम्रो भएको छ पानी परेर। डाँडा खरा यो मकैबारी दर्याङ नाइट वक अङ्कलले चाहिँ के नानाको भ्लगमा स्वागत छ तपाईँ। नानाको भ्लगमा स्वागत छ तपाईँहरूलाई। हामी चाहिँ नानासँग माथि जाँदैछौँ। त्यो पानी आएको थियो र हामी चाहिँ यहाँ माथि हेर्नु गएको के गाउँहरू मजाले देख्छ नि त माथि जाँदा। अनि नाना र म जाँदैछौँ। उकाली छ, ज्यादा उकाली छ। अनि तपाईँहरू सबैजना सन्चै होला। म पनि एकदमै सन्चो छु। अनि तपाईँहरू के सन्चै हुनुहुन्छ नि होला मलाई आशा गर्दै। अनि हामी चाहिँ जाँदैछौँ उकाली, साह्रै उकाली छ क्या, माथि हो। तपाईँहरूले हाम्रो गाउँको तर चिन्नुहुँदैन सायद। नाना चाहिँ पछाडि आउनु हुँदैछ। हाम्रो नाना चाहिँ साह्रै हिँड्नु सक्नुहुँदैछ होइन। पछि हामीहरू माथि जाँदैछौँ नि त। आज किनभने आज हरियो भएको छ नि त, पानी परेको, त्यही भएर हामीहरू माथि जाँदैछौँ। कामहरू सबै सकाएर छिटो गरेर जाँदैछौँ हामीहरू। अन्त रातितिर जानु पाउँथेनौँ होइन नाना। अनि टाइम मिलाएर त्यतिकै इभिनिङ होइन नाइट वक हामी यहाँ माथि आइसकेको छौँ हाम्रो दिदीहरूको घर। अनि हामी चाहिँ आइसकेको छौँ। यहाँ दिदीहरूको घर अझै उकालो जान्छ। कस्तो राम्रो यहाँ फुल छ। के हुन्छ र हाम्रो दिदी तलदेखि सरी गङ्गे के गर्नुभएको मर्छ है। हेलो गङ्गे। हजुर माथि जग्गी हाम्रो यहाँ साथी चाहिँ पढ्दै रहेछ। हेलो भन्नु न। त्यत्तिकै गाडी चालिरहेको हेलो भन्नु न। के गरेको गङ्गी? यहाँ हाम्रो साथी चाहिँ बस्दै रहेछ, म गर्दै जाने ल नजाने रे उचे डिल पाएको। हामी चाहिँ जाँदैछौँ।
हाम्रो नाना चाहिँ अगाडि हिँड्नु हुँदैछ। अहिले चाहिँ हामीहरू चौतारामा पनि आइपुग्नु लाग्यौँ। अनि यता पर चाहिँ तर हुस्सु लागेको छ। यहाँ पर चाहिँ हाम्रो स्कुल हो है। नदेख्दो रहेछ हुस्सु लागेर। यहाँ चाहिँ हाम्रो स्कुल हो तर हुस्सुले गर्दा नदेखेको कारणले गर्दा अलिक एकछिन घट्छ होला हुस्सु। बहिनी चाहिँ माथि पुगिसक्यो। यहाँ चाहिँ दाउरा रहेछ। दाउराहरू दाउरा हुस्सु लागेर सबै अहिले त हुस्सीले गर्दाखेरि कस्तो अँध्यारो भएको छ। बहिनी चाहिँ माथि पुगिसक्यो। म चाहिँ यहाँ तल छु। म चाहिँ पहिला हिँड्नै सक्दै थिइनँ। हिँड्ने बानी हराइछ कि हिँड्नै नसकेर गाई छ सकिरहेको छैन हिँड्नु नै। हाम्रो गाउँ देखाउँ भनेको कि तर हुस्सीले कस्तो नदेखेको। हामीले भनेको ठाउँ चाहिँ यहीँ हो। यहाँ मात्रै आइपुग्यौँ। अहिले उँभो चाहिँ जान सक्दिनँ। यता चाहिँ रोड पनि बनाएको रहेछ अहिले चाहिँ। यो उता हाम्रो स्कुल जाने बाटो हो नि त। यता पारिदेखि चाहिँ यो बाटो जान्छ। यहाँ चाहिँ पार्टी के भन्छ चौतारा छ। यहाँ चाहिँ अघि नै आइपुग्यो। म चाहिँ तर कति साह्रो पऱ्यो सिसेर फेफे हुँदै आइपुगेको। कहाँ जाँदैछ कस्तो अहिले हरियो भएको छ। हाम्रो गाउँ देखाउनु भनेको त तर कस्तो हुस्सु लागेछ हौ। अब यहाँ त सिसा छ त। अनि आमा के गरेर फुटाएको सिसा। यहाँ चाहिँ हाम्रो गाउँ हो। मेरो घर चाहिँ यहाँ नि पर्छ। तर हुस्सु लागेर कस्तो। अनि यो पारिको गाउँ हो। के अरे अब चाहिँ रोड जानुपर्छ। यहाँ मुनि चाहिँ रोड छ। कस्तो आएको हो यो गाउँ कस्तो अँध्यारो हुस्सु लागेर नि अँध्यारो भएको। यहाँ चाहिँ सिसा छ। यहाँतिर कसले फुटाएर यसो गरेको काकोले लिदिनकाहरूले फटा रहेछ नि। फटा यहाँ चाहिँ फुल पनि रहेछ। त्यो उप्री हिँड्दैछ है। कसले जे पनि अब कस्तो नराम्रो शब्द पो लेखेको रहेछ यहाँ। कस्तो नराम्रो शब्द लेखेको रहेछ यहाँ त। नदेखा म अहिले चाहिँ हामीहरू फोटो अनि भिडियो बनाएर फर्किसकेको छौँ। हल्का फुल्का नाच्यौँ पनि बहिनीसँग। अनि बहिनी चाहिँ फोटो खिच्दैछ नक्कली फोटो खिच्दै आउँदैछ। अनि हामीले चाहिँ अब चाहिँ अघि चाहिँ हामीहरू सर्टकटबाट आयौँ नि त। अब चाहिँ रोड जानेछौँ हामीहरू गाइज। नाइट वकको लागि आएको नि त। अनि त्यही भएर भिडियो बनाएको मैले। त्यतिकै बहिनीसँग मच्छरले चाहिँ कडा टोक्दो रहेछ क्या। यता खुट्टाभरि टोकेर मेरो त बिजोग बनाइदियो। त्यही भएर हामीहरू घर फर्किहालेको। अनि के भन्छ भने
जे जस्तो भए पनि आजको भिडियो यस्तै भयो। रमाइलो मानेर हेरिदिनु होला। यो चाहिँ असिलोको बोट है। असिलो अलिअलि फलेको छ तर यस्तो पानीमा खाने असिलो त कति धेरै फलेको छ नि फल्नु त। तर पानी त्यसमा पानी पसेको छ त्यही भएर अलिक उयो हुन्छ खानु नै सिक लाग्छ र त्यो टिप्नु पनि यस्तो पानी सरी हुन्छ र त्यही हो गाइस। यस्तै आजको भिडियो चाहिँ यस्तै भयो। हेरेर लाइक कमेन्ट चाहिँ गर्नु होला। तपाईहरुले लाइक गर्नु चाहिँ बिर्सिनु हुँदैछ। लाइक चाहिँ जे जस्तो अवस्थामा भए पनि लाइक गरिदिनु होला। लाइक कमेन्ट पनि गरिदिनुहोस् अनि शेयर सब्स्क्राइब पनि नयाँ हुनुहुन्छ भने गरिदिनु होला। हुस्सु लागेर बिजो भइसक्यो। सेनी बहिनी चाहिँ भुलेकै छ नि। के बोल्नु मलाई त के बोल्नै आउँदैन हौ। कहिले पुग्नु आमामा उयो त्यो त यहाँ माथि छ। यहाँ माथि छ त्यो त यहाँ माथि छ। रोडहरू पनि पहिरो झरेर अस्ति नै त्यो बाढी पहिरो आएको बेली रोडहरू पनि यस्तो भइरहेको छ। अनि त्यस्तै हो गाइस। हुस्सु लागेर के भएको छ भने पानी पनि पर्छ जस्तो आज त राति पनि दिनु अघि 2 बजीदेखि परेको। अनि त्यस्तै हो गाइस। असिलो त खाङखाङ नै लाग्यो यस्तै भए पनि तर यस्तो ल्यात पो हुन्छ र त मलाई उयो खानु लाग्दैन त। अलिक डरो भएको मात्रै खान्छु म। असिलो तर 3टा मात्रै टिप्यो मैले त असिलो। यो चाहिँ उयोको लागि पनि थम्नेको लागि। घरमा भए चाहिँ खानु सताउँथ्यो तर यस्तो पानीमा कस्तो गिल्लो हुने रहेछ असिलो पनि। त्यही चाहिँ अहिले मात्रै आइपुगेको छ है। कत्रो बेरमा यसले अघि भिडियो बनाएको छ हेर्दिनु होला। यसले कस्तो भिडियो बनाउँदै रहेछ। यसले बनाएको छैन भिडियो। यसलाई अघि मैले भिडियो बना भनेर दिएको थिएँ नि त। अनि मलाई हात गल्यो त्यही भएर मलाई बोल्नु पनि धेरै आउँदैन। म धेरै बोल्नु पनि सक्दिनँ भन्दाखेरि ठुलो बोल्नु सक्दिनँ क्या म। मेरो भोइस कत्रो सानो सुनिँदो रहेछ। अलिक ठुलो बोल्न भन्दै भन्छ क्या साथीहरूले। तर यत्रो बोल्छु अनि योभन्दा ठुलो बोल्नु त आउँदैन। त्यो कराएको जस्तो हुन्छ क्या ठुलो। योभन्दा ठुलो बोल्नै आउँदैन क्या मलाई। त्यही भएर के भन्नु बोल्नु पनि आउँदैन के गर्नु म। अब हामी चाहिँ घर पुग्नु आँटेको भन्दा पनि अझै 5-10 मिनट लाग्छ घर पुग्नुलाई। अनि यहाँ चाहिँ जङ्गल छ तर एकदम मजा लाग्छ हिँड्नुलाई। अहिले चाहिँ खुलिँदै रहेछ क्या। अघि चाहिँ खुलिँदैन। माथि हुँदाखेरि चाहिँ अहिले चाहिँ हुस्सुहरू पनि हट्दै रहेछ। यता पारी पनि अहिले चाहिँ कस्तो हट्दै रहेछ के कत्रो पारीतिर पारितिर पनि गाउँतिर छ। फेरि हुस्सु लाग्नु थाल्छ हौ। म भिडियो बनाएँ कि हुस्सु लाग्नु थालिहाल्छ। त्यही भएर राम्ररी नै देखाउनु पर्नेको मैले। अहिले चाहिँ हामीहरू घर छेउमा आइपुगेको छौँ। हेर्न कति यसो गर्दा न हामी 2 जना दिदी बहिनी जस्तो देख्छ कि देख्दैन यहाँ हैन। देख्छ कि देख्दैन हाम्रो अनुहार मिल्छ कि मिल्दैन। यहाँ माथि चाहिँ सानो गोठ छ। त्यहाँ चाहिँ याक्छा भनौँ न कोपा यहाँ तलको कोपा त्यहाँ बस्नुहुन्थ्यो पहिला चाहिँ। अहिले जस्तो नै माथि छ।
अहिले त हाम्रो घर चाहिँ उहाँ तल है एउटा नक्कली चाहिँ सकिएन यहाँ हेर्न नाच्दैछ यो गीत बजाउँदै नाच्छ मुरी ओ मरी मोटे चढेर जाने घर कान्छ सिन्धुलीको बाटो आयो हुँदैन मलाई त गाना माइक्रो चढेर खालि यता यस्तै खालको गीत मात्रै सुन्छ हौ यसको चटकहरू है गाइजहरू ट्राफिक जाम भएर अब चाहिँ अलिक सानो मजा नआउँछ नि आजको लागि चाहिँ यति नै भिडियो भन्दै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला अनि फर वाचिङ माई भिडियो फेरि अर्को भिडियोमा भेट्नेछौँ बाई बाई गाइज भन्दाखेरि यहाँ चाहिँ हाम्रो ट्याङ्की छ यहाँ चाहिँ तल गाउँभरिसम्मको पानी यहाँबाट जान्छ तल तर अर्को मूल ट्याङ्की चाहिँ पर छ यो चाहिँ ड्याडीको बाइकमा चढेर के गर्दैछ यो बाँदरले बाई बाई गाइज